रेडी अब सेम सिधा टक्क लाइन बस न हौ ए बाबा लाइन बस्नु पनि आउँदैन है एउटै लाइन बस्छ सबजना भयो रेडी ल जम्प गर्दै आउने कुद्दै त्यही त यसरी के कुद्ने हतार नगर्ने बिस्तारै गर्ने भाइहरूलाई उयो कुल्चिने होइन है केटाकेटीलाई अगाडि क्लास सुरुमा जानु दे दुईटै खुट्टा उचाल्ने नि एउटा खुट्टा अगाडि पछाडि होइन नि दुईटै खुट्टा मिलाएर झर्दाखेरि हल्का बनाएर जिउ केटीहरू त्यसरी होइन है मैले भन्दैछु है अगाडिकोले के गर्दैछ त्यो हेर्ने है मल्लु मजाले अलिक कुद्ने भेटिसक्यो पछाडिको बहिनीले कुद्ने 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 ल स्टप कुद्ने के त्यसरी होइन कुद्ने पुरै जिउै कुदाउने हो क्या जिउसँगै मोडेर कुद्ने त्यसरी खुट्टा साइडबाट होइन भन्दैछु है पुरै बडी होल बडी लाने है जिउ पुरै मोड्ने ए बाबा भएन फेरि सिधै छ बडी चाहिँ घुमेकै छैन बडी नै डाइभर्ट भएको छैन अझ पनि बडी डाइभर्ट भएको छैन है मैले हेरिरहेको छु है उता पुगेर यता ल्याउनु पर्दैन केटीहरूलाई त अहिले भाटा हान्छु होला अहिले म तिमीलाई हेर्न अब आएपछि यताको यो अधिकतमहरूले उयो गर्ने छिटोवाला अब गर्ने जस्तै कि सिधा त्यो बिचको पोइन्टमा आउने 1 2 वाला क्रसवाला हो अघिको जस्तो गर्न अब चाहिँ अघिको जस्तो अगाडि गर्दै थिइस् नि त्यस्तो चाहिँ गर्न साइड छुनेवाला जस्तो क्या बडीलाई ब्यालेन्स गर्ने लौ एक खुट्टे हौ त्यो अगाडिकोले के गर्नेछ एक खुट्टे हो अब प्लिज एक खुट्टे हो नियम गर्दै जान घोडा माथि गर्दै गइहाल उफ्रेर हेरियो बस्छ यार माथि खोइ प्लिज उठाइदिनु होला
यिनीहरू ठिक छ, केटाकेटी ठिक छ बरु। घोडा माथि माथि हुनु पर्यो है। ए त्यो बढ्ने होइन है, एकै ठाउँमा 2टा 3टा हुनु भएन है। उफ्रिहाल भाइ, सानो भाइ उफ्री। ल ल ल ल ल ल मिल्छ। ए फुच्चेको नाम के भयो बिर्सिन्छ यार जहिले। अप्सन अनि अर्कोको पछाडिको नाम बोबियाङ। जा भाइ अब कुद्दै जा, यता यता।